गर्छ यहाँ त्यसलाई त्यो दिनुपर्छ व्यक्तिलाई भोट दिन्छु र त्यो व्यक्ति पनि गद्दारी गर्यो भने फेरि फर्केर आउँछ अनि के गर्नुपर्छ हामी जान्दैनौँ त्यो पनि भनेको फेरि आउँछ नि फर्केर हजुर हो होइन सत्य कुरा भनेपछि आउँछ भनेपछि यसपालि चाहिँ कसलाई भोट दिने विचार गर्नुभयो होइन तपाईहरुले विचार त छ नि। हजुर के दाजु मलाई त यो म त कुन अब पार्टी माटो आउँदैछ भनेर भनेको सानले चाहिँ यहाँ बसेको माटो तर भनेको यसो यो अङ्ग हेर्दा साम्बाङको बित्तिकै पनि चित्त बुझ्छ सुनेको थियौँ है हजुर धरानमा धेरै विकास गरेको रहेछ भन्ने सुनेको देखेको थिएन होइन तर आज उहाँ नै व्यक्तिको पार्टी आइपुग्नु भएको रहेछ भन्ने कुरो हो हामी त्यही रिसैले बसेको यहाँ कि आज कुनै पार्टीको मान्छे थियो भने उसलाई छाती फुटाएर म पठाउँछु तर आमासँग एकदमै रिस रहेछ पुरानो पार्टीप्रति है हो म बिरामी मान्छे हो नि गाउँपालिकाबाट मलाई उपचार गराउने खर्च ऊ कागज बनाइदिन्छु भनेर सब कागज सब रेडी पारेर ऊ भोट हाल्न लगायो भोट हालेपछि जितेपछि हुँदैन बन्दैन तिम्रो त हुँदैन केही पनि हुँदैन भनेर मलाई फर्कायो अरू त्यही पार्टीको मान्छेहरूको चाहिँ के भएछ भने बराबर बन्छ त्यसो गराएको मैले उपचार गराउनुलाई 32,000 रुपियाँ के अरे 2 गते म इन्डिया के अरे इन्डिया जानुपर्ने 32,000 रुपियाँ मेरो खर्च छ यही 2 गते जानुपर्ने 32,000 म गरिब मान्छे हो म केही पनि कमाउन सक्दिनँ मलाई कसैले काम लिँदैन म मेरो दिमाग